हेलो नमस्कार, म रुपेन लेप्चा र म आज यस लाठपन्चर जग्गामा आइसकेको छु र हाम्रो भोलिदेखि एउटा वर्कसप हुन गइरहेको छ, जो चाहिँ हाम्रो एट्रीद्वारा यो एउटा महत्त्वपूर्ण एउटा वर्कसप नेचर को माथि यो एउटा वर्कसप हुन गइरहेको छ। त्यो वर्कसपमा म पनि पार्टिसिपेट गर्न आइरहेको छु। अनि यो वर्कसपद्वारा चाहिँ मैले के एक्सपेक्ट गरेको छु भन्दाखेरि चाहिँ यो वर्कसपबाट हामी धेरै कुरो हामीले सिक्न सक्छौँ। अनि हामीले जो हाम्रो अगुवाई सरहरू हुनुहुन्छ, उहाँकोबाट धेरै हामी विद्वानहरू हुनुहुन्छ, उहाँहरूकोबाट हामी धेरै कुरोहरू हामी सिक्न पाउँछौँ। अनि साथसाथै हामीले यस विषयलाई हामी आउँदो जेनेरेसनहरूलाई पनि हामी यो कुरोहरूलाई सिकाउन सक्छौँ भन्ने एउटा आशा गरेको छौँ है। अनि हाम्रो जो युथहरू छ, जो हाम्रो यो एउटा बेकारी बसेको युथहरूलाई पनि हामीले यो एउटा प्लेटफर्म बनाउन सक्छौँ भन्ने हाम्रो यो एउटा सोच पनि छ। यो जुन वर्कसपबाट म जति पनि जे पनि सिकेर जान्छु, ममा मात्रै सीमित राख्दिनँ। अनि यो मेरो एउटा सपना चाहना छ। अनि ताकि म सामसिङ जग्गामा एउटा बिलोङ गर्छु र सामसिङ जग्गा हाम्रो यस्तो जग्गा हो जो चाहिँ हाम्रो नेउरा भ्याली नेसनल पार्कको एउटा फिन्स एरियामा बसेको जग्गा हो। त्यो जग्गामा पनि एउटा नेचरको धेरै पोटेन्सियल चिजहरू छ, जो चिज चाहिँ हाम्रो त्यहाँ अवेर गर्न सकिरहेको छैनौँ, हामीले बताउन सकिरहेको छैनौँ। त्यो चिजहरू हामी यो वर्कसपबाट जानेर बुझेर जान्छौँ, त्यो चिजहरू हामी वहाँ पनि इम्प्लिमेन्ट गर्न सक्छौँ र युथहरूलाई हाम्रो न्यू आउने जेनेरेसनहरूलाई पनि यो कुरोहरूलाई उयो गर्न सक्छु भन्ने आशा लिएर चाहिँ मैले आज यो वर्कसपमा आएको छु। धन्यवाद। माई नेम इज आदित्य थापा एन्ड आई एम फ्रम रङटङ र म चाहिँ आज यो लाठपन्चरमा मेरो 5th टाइम हो। फर्स्ट टाइम जब म यहाँ आएको थिएँ त्यति बेला चाहिँ म दादाहरूसँग आएको थिएँ र दादाहरूसँग आउँदाखेरि चाहिँ मैले यहाँ धेरै कुराहरू सिकेँ। चराहरू देखेर चाहिँ मलाई पनि इन्ट्रेस्ट लाग्यो। त्यति बेला इन्ट्रेस्ट लाग्दा चाहिँ मैले दादालाई पनि भन्नुभएँ, दादा म पनि घुम्छु तपाईँहरूसँगै, मलाई पनि सिकाइदिनुहोस् भनेर चाहिँ अब म चाहिँ आएको यसरी सिक्दै आएको म चाहिँ। र मेरो गाउँतिर पनि धेरै स्पिसिसहरू हुन्छ र मैले पनि गाउँबाट धेरै कुरोहरू सिकेको छु, गाउँबाट सिक्दै आएको म पनि। र मेरो यहाँ मेन गुरुजीहरू जस्तै हुनुहुन्छ यहाँ सन्जोग देवन सर, र उहाँले मलाई सिकाएको, र यता मनोज थापा सर, तिनीहरूले मलाई सिकाएको र सानोदेखिको उहाँले हिँडाएको मलाई। र त्यो सरहरूले गर्दा म आज यहाँ छु तपाईँहरूको अगाडि। र मैले फर्स्ट टाइम इन्टरभ्यू दिएको कारणले चाहिँ मलाई अलिक कस्तो लाग्दैछ, डर पनि लाग्दैछ। मलाई अब हाम्रो गाउँतिर माने अब धेरै काइन्डको बर्ड्सहरू आउँथ्यो र म त्यसको साउन्ड सुनेर नै अब मैले इन्टरेक्ट भयो कि मलाई त्यस्तोमा चाहिँ साउन्ड सुनेर मलाई बर्ड्सको अब मलाई धेरै कुरा मन पर्थ्यो, तिनीहरूको अब कस्तो हुन्थ्यो, तिनीहरूको फ्यामिली स्पिसिस, र त्यहीँबाट मलाई इन्ट्रेस्ट जागेको। अहिले चाहिँ मलाई अब धेरै खुसी लाग्छ मैले यो लाइनमा लागेँ भनेर। अब मलाई घरतिर पनि त्यस्तो उयो गर्दैन, मलाई अब रोकटोक छैन मलाई घरतिर पनि। मलाई जहाँ जानु मन छ जहाँ भन्छ, र त्यसैले मलाई यो काम पनि मनपर्छ। मेरो हबिज पनि हो एक तरहले हो, र मेरो हबिज पनि भन्दा मेरो राइडिङ भयो, बाइक राइडिङ, र मेरो एउटा हबी ड्रइङ भयो, र तपाईँको एउटा यो अब मलाई यो वर्कसपबाट के एक्सपेक्टेसन छ भने माने अब मलाई एउटा म धेरै कुरो सिक्छु र म बादमा फेरि पछि आउँदाखेरि पनि मलाई यहाँनिर हेल्प गरोस्, अरू मान्छे नयाँ मान्छेले हेल्प गरोस्, र म यहाँबाट आज सिकेर गएर पनि म मेरो आउनेवाला जेनेरेसनलाई म सिकाउनु सकौँ, र त्यसरी मेरो इच्छा छ। नमस्ते, मेरो नाम चाहिँ निमा क्याल्बो शेर्पा अनि म चाहिँ सुक्या पोखरीबाट। र एट्रीसँग चाहिँ यो मेरो लगातार तेस्रो कार्यक्रम यो गर्न गइरहेको छु। र सर्वप्रथम म सम्पूर्ण एट्रीका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु र एकदमै एक्साइटेड छु, किनभने लाठपन्चर अब हाम्रो भेकको प्याराडाइज अफ बर्डिङ पनि भनिन्छ, र यो मेरो पहिलोचोटि यहाँ म वर्कसपको लागि आइरहेको छु। र योभन्दा अगाडि माने भन्ज्याङ अनि त्योभन्दा अगाडि ताबाकोसीमा मैले यस्तै ट्रेनिङ गरेको थिएँ एट्रीसँग, र एकदमै उहाँको ट्रेनिङको मलाई मन परेको कुरा भन्नुपर्दा चाहिँ उहाँको ट्रेनिङमा बर्ड वाचिङ
एउटा गाइड कसरी गरिन्छ भन्ने कुरा मात्र नसिकाएर एउटा एथिकल वेमा कसरी बर्डिङ गरिन्छ र हामीले यहाँको इकोसिस्टम बायोडाइभर्सिटीलाई त्यति हार्मफुल नगरिकन कसरी एथिकल रूपमा बर्डिङ गरिन्छ भन्ने जस्ता कुराहरू पनि हामी एट्रीबाट सिक्न पाउँछौँ र यो चाहिँ मलाई एकदमै एट्रीको महत्त्वपूर्ण कुरा लाग्छ र यसको साथसाथै यहाँ तालिम लिन आउनुभएका साथीभाइहरू निकै दुर्गम क्षेत्रहरू जस्तै हाम्रा सामसिङ जस्ता न्याउरे भ्याली अनि यता हाम्रो रिम्बिक गुडुङ जस्ता टाढा टाढाबाट आएको छ अनि यहाँका भाइहरू हाम्रो यता रङटङको भाइ यहाँ सिटङकै भाइहरूसँग योभन्दा अगाडिको प्रोग्रामहरूदेखि पनि हाम्रो कम्युनिकेसन भएको कारणले उहाँकोबाट धेरैवटा कुराहरू सिक्न पाइरहेको छौँ र यसले हामीलाई भोलिको दिनमा हाम्रो बिजनेसलाई च्यानल गर्नमा धेरै टेको पुर्याउँछ भन्ने मलाई आशा लागिरहेको छ र यस लाटपन्चर बोर्डिङको यो एडभान्स ट्रेनिङमा धेरै कुराहरू सिक्नका लागि म एकदमै उत्सुक छु र त्यति नै हो। धन्यवाद। बोर्डिङमा अब भन्दा पनि सबैजनाले बोर्डिङ गरेको देख्दा अब के चाहिँ हो होइन त्यो चाहिँ अब हामीलाई पनि इन्ट्रेस्ट सबैले गर्दैछ के चाहिँ हो त्यो कुरा भनेर चाहिँ अब इन्ट्रेस्ट आउँदै गयो र अन्त हाम्रो गाउँतिर चाहिँ पुरा उयो गेस्टहरू आउनुहुन्थ्यो अन्त त्यति बेला चाहिँ अब चराको फोटो खिचिबस्नुहुन्थ्यो त्यति बेला चाहिँ अब मनमा चाहिँ अब यो कुन चाहिँ चरा हो यो के हो त्योहरू पुरा उयो लाग्यो क्या इन्ट्रेस्ट लाग्यो त्यहाँदेखि चाहिँ यता सिक्दै आएको गाउँबाट सिक्दै हजुर गाउँबाट सिक्दै आएको। अब हाम्रोमा पुरै सिकाउने सरहरू पनि छ यता सन्जोग देवन सर पनि भयो यता सन्जोग उता मनोज थापा सर पनि भयो उनीहरूले सिकाउँछ कुनाल सबैजनाले त सिकाउँछ पनि सबैले सिकाउनुहुन्छ अन्त त्यही माथि अझै हामीलाई पनि इन्ट्रेस्ट बढ्दै गयो के हो त्यो जानकारी दिनु यो हुनुभयो त्यहाँदेखिको त्यतिकै सिक्दै यहाँ धेरै कुरा सिक्न चाहन्छु यहाँ धेरै कुराहरू सिक्न चाहन्छु होइन अब जति नै अब आफ्नो बेस्ट दिन्छु यहाँ त फर्स्ट टाइम हो अब पर्ची सबै सिकिसकेर अलिक भन्छ के सिक्छु धेरै कुरा सिकेर जानु छ हाम्रो यताको सबैको के छ सबै लाटपन्च यताको तपाईँको अब स्पिचेसहरू पनि मजा छ अब चराहरू पनि मजा छ हो त्यही भएर चाहिँ यहाँको स्पिचिसहरू तलतिर पाउँदैन कता के कारण यताको स्पिचिसहरू यतै पाउँछ त्यही कारण अब जस्तै भयो हाम्रो यो रङटङ अब त्यहाँ स्पेस अर्कै छ अब यता लाटपन्चको अर्को त्यही कारण चाहिँ अब यता अर्कै उता अर्कै हुनुको कारणले चाहिँ अब इन्ट्रेस्ट जाग्यो अझै पुरै यता के हुन्छ अब उता के हुन्छ त्यस्तो त्यसलाई नै अब फ्युचरमा अलिक अगाडि बढाउनु पर्छ हामीले अन्त आउने भाइहरूलाई पनि सिकाउनु पर्छ यही हामीलाई जसरी सिकाएको छ हामीले पनि त्यसरी सिकाउन चाहन्छौँ हामीले जति मजाले सिकाएको छ अब हामी त्योभन्दा मजाले सिकाउँछ भाइहरूलाई त्यस्तो अब तिनीहरूले पनि बुझ्दै जान्छ के हो भनेर तिनीहरूलाई पनि इन्ट्रेस्ट आउँदै जान्छ लेक बुझ्दै गएपछि सबलाई इन्ट्रेस्ट लाग्दै जान्छ मजा पनि आउँछ एक प्रकारले त्यहाँदेखि यता सिक्दै पनि हुन्छ त्यहाँदेखिको पहिला त हामीलाई पनि के हो यस्तो के गर्दैछ भन्ने मन थियो पहिला तर हामीले पनि सिक्दै गयो बुझ्दै गयो त्यहाँबाट त्यो आउँदै गयो हामीलाई पनि यो नेचरहरूको मेन त एउटा नेचरलाई हामीले अब अझै योभन्दा राम्रो बनाउनुपर्छ ठाउँहरू एकदम राम्रो एकदम सफा बनाउनुपर्छ अहिले कति जग्गा देख्छ हामीले मैलाहरू फ्याँक्दै गएको त्यसलाई नै त्यो चाहिँ हामीले कम्ती गर्दै जानुपर्छ प्लास्टिकहरू युज गर्नु हुँदैन त्यही कारणले बर्डहरूलाई जोगाउनुपर्छ कतिवटा विलुप्त पनि सकिँदै जाँदैछ कतिवटा स्पिसिसहरू त्यसलाई नै हामीले अझै बढाउनुपर्छ अन्त हाम्रो चाहिँ यता अब कतिले चाहिँ अब यो बुझ्दैन होइन त्यहाँदेखि कतिले चाहिँ अब यो चराहरूलाई चाहिँ हिर्काउँछ हो त्यहाँदेखि त्योहरूलाई चाहिँ अब म चाहन्छु कि अब त्योहरू चाहिँ नगरोस् नहिर्काओस् अब चरा सेफ बर्ड सेफ अर्थ म चाहिँ त्यो सोध्छु होइन अन्त हामी पनि यही कारण सिकेको अब जसले पनि अब यही सोच्छ अब तपाईँको आफ्नो गाउँ डेभलप होस् पुराभन्दा पुरै गेस्ट आओस् होइन त्यहाँदेखिको म पनि त्यही सोच्छु हाम्रो रङटङ चाहिँ अलिक डेभलप होस् अलिक मजाको चराहरू आओस् हो त्यहाँदेखिको कसले पनि चराहरूलाई चाहिँ नमारोस् त्यही उयो चाहन्छु के छ सबै भनिहाल्यो साथीहरूले मेरो पनि त्यति नै छ भनाइ त्यही हो सबै राख्नु त्यो चराहरूलाई नहिर्काउनु त्यति हो अन्त चराहरूलाई कसैले हिर्काउँदै गरेको देख्यो भने पनि भिडियो गरिकन चाहिँ सोसियल मिडियामा हालिदियो